भाइ र दाइ चाहिँ यहाँ पासबाट फर्किनु भयो। म चाहिँ उनीहरू तल पुग्नेसम्म बस्न मन छ, किनभने उनीहरूलाई सेफ होस् भन्ने। सेफ देख्यो भने म अलि ढुक्क हुन्छु नि त, अनि आफू पनि आनन्दले जान पाइन्छ। लास्टै डर लागिरहेछ यहाँ खाल्स अलिकति साइडमा नि जानु डर लागिरहेछ। यहाँ चाहिँ एकदमै हिउँ हुँदा त एकदमै डेन्जर। जस भ्यू चाहिँ फेरि A1 छ, पुरै 360 देख्छ। यतापट्टि लाङटाङ रसुवा अनि यतापट्टि सिन्धुपाल्चोक हेलम्बु। ओह्रालोमा अलि रिस्की छ, उकालो जतिको सजिलो हुँदैन। म पनि अब एक्लै जाने हो यता पारी चाहिँ। उनीहरूले मलाई यहाँसम्म पुर्याइदिएको छ। फाइनली उनीहरू सेफसँग यो भिर कट्यो। सुभाष दाई चाहिँ कट्नुभयो। अब पासाङ भाइ देख्यो भने म पनि ढुक्कसँग हिँड्ने हो। अहिले बेलुका भएछ, त्यो लगभग 2 बज्यो, ठ्याक्कै 2 बज्यो। हामी 1 बजे पुगेको, 1 घन्टा अल्मलियो, नत्र 12 बजीतिर पुग्थ्यो होला। जेस हाई क्याम्प बसेर आउँदा ठिक हो। पासाङ ओर्लिनु अलि डराइरहेछ, एकदमै स्टिप छ। त्यही भएर आयो आउन चाहिँ। अब म पनि हिँड्ने हो। त्यो माथिबाट हो ठ्याक्कै काङजला पास त्यहाँ हो। यो तलको चौर चाहिँ चौर भन्नु हिउँ हिउँ छ। खुट्टा पुरै घाडिरहेछ, हिउँ पग्लियो रहेछ। त्यही भएर झोला लास्टै घुरुङ्ग भइरहेछ। त्यही भएर झर्न 1 घन्टा लाग्यो। झोला त मैले फालिदिएको, अनि मान्छे एक्लै आएको थियो। फेरि आधा बाटो चाहिँ अनि झोला बोकेर एकदम बिस्तारै ढुङ्गा बिचमा च्याप्यो भने एकदम रिस्की। मेरो खम्फम पनि एउटा हरायो, एउटा मात्र त मैले लाउँदैन लाएन। खुट्टा त पुरै गाडिने छ। म चाहिँ फर्स्ट टाइम हो, त्यही भएर बाटो कन्फ्युज भइरहेछ। यहाँ 2-3टा फुट स्टेप छ, 2-3 ठाउँमा गएछ। तर बाबाले मलाई त्यो ठुलो ढुङ्गा भएकोपट्टि जाऊ भन्ने थियो। आई थिङ्क तपाईँहरूले देख्नुहुन्छ कि नै, ऊ थियो यो हो जस्तो लाग्यो त्यो ठुलो ढुङ्गा। त्यही भएर म यतापट्टि गइरहेको। नत्र स्टेप चाहिँ 2-3 ठाउँमा छ। यहाँ उता नि गएछ, एउटा यता गएछ। सो आई होप आई वोन्ट गेट लस्ट। म चाहिँ यो ठ्याक्कै ठुलो ढुङ्गाकै मुनि छु।
यहाँ के लेखेको छ भने गाङ्जाला बाटो समिति भन्ने लेखेको छ 2073 भनेपछि लगभग 4-5 वर्ष अगाडिको टोलीहरूले बनाएको रहेछ। झुल्लाले लास्टै काँध दुखिसक्यो, सो धेरै रोक्दिनँ। यहाँ मुनि बस्दा त ठिकै हुन्छ जस्तो छ, तर पनि नट नाउ। आज टाइम छ, रात परेको छैन, घाम डुब्न लागिसक्यो। तर यहाँ चाहिँ बाटोको साइनहरू थुप्रै देखाएको छ। ढुङ्गाहरू उठाएर जो सिउँभित्र पनि देखिन्छ। त्यही भएर मलाई अलिक सजिलो भयो। हाम्रो उता लाङटाङपट्टि चाहिँ फेरि केही छैन, लास्टै गाडो। त्यही भएर हामी 1 घन्टा हराएको थियो। बाटो बिराएर उल्टो बाटो लागेछ, झन्डै हिमालय चढेन छ। लास्टै रिस्की थियो, त्यसको भिडियो पनि छ। यहाँ चाहिँ जो हराउन चाहिँ हराउँदैन, यो परसम्म यस्तो ढुङ्गाको थेबो बनाएको देखिन्छ। उतापट्टि खत्तम छ, उतापट्टिबाट कट्यो भने हो रहेछ। यहाँ योपट्टि सजिलो छ भन्दै थियो धेरैले। साँच्चीकै नै हो रहेछ। यो हिउँले चाहिँ मलाई ल्याङ हान्यो, तर पनि केही छैन। बाटो भेट्यो, खुसी लाग्यो। घाम डुबिसकि एकदम जाडो हुन्छ यहाँ त। त्यो दाइ पनि आउँदै आएन, मलाई लिन आउने दाइ। हिउँले गर्दा होला। आई होप त्यो डाँडा कटेपछि भेटिन्छ कि। लाप्चे एउटा रहेछ। मान्छे चाहिँ कहाँ गयो होला, देखिनु त पर्ने, तर देखिए छैन। होपफुली आज भेट्छ होला, नभेटिन् त्यही तलतिर बस्ने होला। खर्क रहेछ, खर्क हिउँ छैन रहेछ, खुसी लाग्यो। बाटो यही हो जस्तो लाग्यो। अहिले 4 बजेको छ र म चाहिँ हिउँबाट निस्किएर हिउँबाट मुक्त भएको छ। यस्तो छ पुरै भ्याली। म चाहिँ सकेसम्म अहिले 4 बजे छ, 5, 5:30 अथवा 6 खै कति बजीसम्म अँध्यारो हुँदैन, अब हिँड्नुपर्छ। आई होप दाइ भेट्छ होला बाटोतिर। यहाँ चाहिँ अलि रिस्की छ, माथिबाट फेरि ढुङ्गाहरू आउन सक्छ। त्यही भएर यहाँ नबसौँ धेरै। गरौँको त लास्टै गरौँको नन स्टप हिँडिरहेछ। खै अब के हुन्छ। रस्तेले घुमाले क्यों आता तिरिङ होला काथुर ए काल तो का दिरिङ का किल्दाङफु ए होपेन किल्दाङफु लुनाले राङ्गे मिन लाग्पा हैन उहाँ चाहिँ मलाई लिन आउनु भएको हाम्रो बाबाले फोन गरिदिएर। थ्याङ्क गड। एक्लै त म उता माथि नै बस्थेँ होला, नत्र आज हामी बस्ने चाहिँ यो डाँडा हो, यहाँ ठ्याक्कै यहीँ बस्ने हो। किल्दाङफु उहाँले मेरो सामानहरू अलिकति बोकिदिनु भएको, मलाई एकदमै हल्का भइरहेछ। अनि त म कुद्न पनि सक्छु, थाके तापनि कुद्न सक्छु। आकाशको भ्यू त एकदमै दामी, सनसेट खतरा देख्छ जस्तो छ सिन्धुपाल्चोक साइडबाट।
rang tiri meu na nang bar kung mo le ung mula lam lam ta nga di tho de la rang samlo se kyo china kenda kabu chandi hola kenda kabu ungde to ke na यार का त लाम तुर्ची दुआले मुख पे तुमगन फाइनली हामी क्याम्प साइटमा आइपुग्यो किल्दाङफु एकदमै रमाइलो सनसेट पनि आकाश हेर्नु स्काई इज पिङ्क वा यता गोठ दुईटा रहेछ एउटामा छत रहेछ एउटामा छैन अनि यहाँ मुन पनि आइरहेछ एकदमै दामी एकदमै रमाइलो रहेछ यो ठाउँ गोठ हो त्यो चाहिँ अनि सनसेट गुड मर्निङ एभ्रीबडी यो चाहिँ हाम्रो क्याम्प साइट हो यहाँ अहिले हामीले चिया बनाउन लगाएको ग्यासमा हिजो राति पनि चिया बिस्किट खायो अनि चाउचाउ र रोटी खाएको थियो यहाँ चाहिँ खासै चिसो छैन रहेछ खोइ तर आइस त जम्दो रहेछ तर पनि मलाई चाहिँ चिसो लागेन बसमा सुत्दाखेरि अलिक गाह्रो भएको थियो पछि एकैछिनमा निन्दा छ थाकेर होला एकदमै थाकेछ यो क्याम्पको वरिपरि म देखाउँछु यहाँ चाहिँ सनसेट खतरा हुँदो रहेछ त हिजो भएको त्यही हो क्याम्प साइट टेन्ट दुईजना त्यो दाइ र म सुतेको हिमालहरू पुरै हिमाल छ पानी उम्ल्यो अब चिया बनाउने हो अब चाहिँ हामी खाजा खाएर जाने हो यहाँ चाहिँ दिनदारा क्याम्प फायर भइरहेछ मेरो चाहिँ पुरै आइस भएको थियो त्यही भएर आगो बालेको आँखाहरू सबै सुनेछ मेरो हिजो धेरै थाकेर हो जस्तो उहाँ दाइले चाउचाउ पुग्दै हुनुहुन्छ ए लुना डी tadi kursi jako pale आज चाहिँ हामी तार्केग्याङ पुग्छौँ धेरै लाग्दैन भनेछ 1-2 बजे पुग्छ अरे त्यही बस्ने हो भोलि गाडी चढेर काठमाडौँ जाने हो आमायाङरी घुमेर जान नि मिल्छ भनेछ तर आज लास्टै थाकिसकेछ हिजो 12-13 घण्टा हिँडेकोले त्यही भएर आज डाइरेक्ट तार्केग्याङ जान्छौँ अब अर्कोचोटि आयो भने चाहिँ पुरै घुमेर त्यहाँ माथि लेक पनि छ अरे लेक पनि हेर्ने अनि घुमेर जाने अर्कोचोटि चाहिँ आज त अलि सक्दैन होला मेरो यो घाँटी यस्तो दुखिरहेछ
घाँटी सबै जिउ दुखिरहेछ अनि हातभरि घाउ भयो आज चाहिँ हामी किलाङपु कटेर छाचर हुँदै तार्की क्याम्प पुग्ने हो फर्चुनेटली मेरो झोला त्यो दाइले बोकिदिनु भयो आधी बाटोबाट एकदमै हलुका फिल भइरहेछ दाइले झोला बोकेर हिँड्दै हुनुहुन्छ एकदमै गुरुगुरु कस्तो अर्कै फिल भयो भर्खर ढुक्पु पुग्न लाग्यो लास्टै उकालो रहेछ बिच तार्की क्याम्प त बेलुकै पुग्छ जस्तो लाग्छ मलाई चाहिँ उहाँले 1-2 बजी पुग्छ भन्नुभएको थियो अहिले 11 बजिसक्यो अझै पनि यो त लेकमै हो बेसी एकदम जङ्गलहरू छ धेरै तल छ जङ्गलबाट बाटो गएको भए यस्तो उकालो गर्न पर्दैन थियो होला हामी चाहिँ थोङ्लाकाङ पुग्यो अहिले 12:30 बजेको छ त्यो तलको यो चाहिँ आमायाङरी अनि पछाडि हिमालहरू थुप्रै छ यो चाहिँ टुक्पु हामी चाहिँ यहाँ माथिबाट आएर माथि चढ्यो लास्टै उकालो अब पुरै ओह्रालो छ भ्यू एकदम राम्रो छ हामी चाहिँ थोङ्लाकाङबाट झर्दै हो त्यो माथिको थोङ्लाकाङ दाइ अगाडि जानुभएको छ यहाँदेखि चाहिँ आमायाङरी खतरा देख्दा यो बिचको ठुलो चाहिँ हो आमायाङरी भ्यू टावर हो कि खोइ मलाई त हावा एकदम चिसो लागिरहेछ लास्टै ओह्रालो छ पुरै हामी त्यो पछाडि यसको पछाडि जाने हो भन्छ खोइ जस भ्यू चाहिँ खतरा छ पहाडहरू थकाइ लाग्यो मेलान्चेन क्याम्प
तार्किक्याङ आइपुग्न लाग्यो भन्छ खोइ नाम निशान छैन 7.5 घन्टा हिँडिसक्यो हिजो पो हो त लगभग 14 घन्टा हिँडेको छ त्यसरी चाहिँ नहिँड्नु होला कोही पनि थला पर्छ म जस्तै थला पर्न आइसक्यो चौर ठुलो रहेछ घोडा तबेला जस्तै अझै उता छ तार्किक्याङ देख्ने ठाउँ आइपुग्यो कस्तो छ होला मलाई पनि थाहा छैन हेरौँ कस्तो छ दाइ त्यहाँ कुरिरहेको हो चैतवन हो रे क्या फाइनली तार्किक्याङ आइपुग्यो म तार्किक्याङबाट निस्केको अहिले 8 बजेको छ अब यहाँदेखि तिम्बुसम्म हिँड्ने हो अनि त्यहाँदेखि चाहिँ गाडी पाउँछ भनेछ त्यहाँबाट काठमाडौँ तिम्बुसम्म 2 घन्टा भनेछ अब तार्किक्याङबाट निस्कियो लगभग रोडबाट आइरहेछ कच्ची रोड रहेछ आज फेरि ब्याग आफै बोक्नु परिरहेछ सजिलो त ठिकै भइरहेछ हिजो दाइले बोकिदिनु भएको थियो अनि हिजो राति मजाले सुत्नु भयो माथि यो चाहिँ तार्किक्याङ हो अब यहाँदेखि चाहिँ छुट्टिने बाटो जाउँ अब ऊ पनि तिम्बुमै जाने होला आई गेस म पनि तिम्बुमै जाँदैछु ऊ त खतरा कुद्दो रहेछ म त सक्दिनँ दुई घन्टा भयो आएर ऊ यो डाँडा पछाडिबाट आएको ठ्याक्कै उच्च यो माथिबाट यहाँ पछाडिबाट आएको अनि यता सर्टकट थाहा नभएर रोड आएको म चाहिँ मेरो साथी त धेरै अगाडि गइसक्यो मलाई छोडेर गयो ऊ फर्केर हेर्दो रहेछ रोक्यो अब मलाई कुरेको कि फेरि कुद्यो फाइनली तिम्बु पुगेको छ तिम्बु बजार यही हो त्यहाँ दुईवटा गाडी पनि छ हो तिनीहरू काठमाडौँ जाने होला चाँडै गएर जानु पर्यो मलाई चाहिँ तार्किक्याङबाट तिम्बु पुग्नलाई लगभग ठ्याक्कै 3 घन्टै लाग्यो मैले रोड आएर नि होला त्यो फर्स्टको त्यो टासीथाङ भन्ने ठाउँबाट रोड सर्टकट रहेछ मलाई चाहिँ सर्टकट भेटिएन त्यही भएर रोड आएर होला अलि धेरै लागेको तर त्यहाँ दाइले चाहिँ 2 घन्टा लाग्छ भनेको थियो केही छैन 3 घन्टा आएर पुग्यो जे बस पायो भने गाडी चढेर जाने हो ओहो दामी त्यहाँ मुनि काठको पुल पनि रहेछ अब यो पुल त लास्टै मचिने
हेरौँ ठिकठाक त्यही यो काठमाडौँ जाने हो टिकट काट्नुपर्छ कुन चाहिँ काठमाडौँ कहाँ जान्छ रे कहाँदेखि हिँड्दै आएको दाइ तपाईँ तार्के ग्याङ तारके ग्याङ हजुर वहाँ माथिदेखि अँ अनि हामी मनाएको त्योसम्म गएको थियो त अनि भेटेन ती हामी चाँडै नि हिँडेछौँ हजुर तपाईँहरू तार्के भन्ने ग्याङबाट आएछन् अरूले? खोइ अरू त मैले त देखिनँ